हेलो एन्ड हेलो नमस्ते सबैजनालाई। आज चाहिँ सिधै भ्लग बाइकबाट सुरु भएको छ। बाइकबाट भन्दा पनि भर्खर चाबी छानेर आएको जस्तो लाग्यो, चाबी थियो जस्तो लाग्यो तर आएपछि चाबी छैन। मैले चाबी हालेँ अब क्या हो नि, यस्तो छ जिन्दगी। हेर्नु त यहाँ चाबी यहाँ छोडेर म बाइकमा पुगिसकेँ। ल जान्छु। अब चाहिँ खास काम त त्यस्तो के होइन, अस्ति मेरो कलर लाग्यो त्यो दिन पनि मैले भ्लग हाल्छु भनेको हालेको छुइनँ। त्यो दिनमा झगडा भएको थियो खतरा। अब यही जोडेर हालिदिनु पर्ला भन्ने सोच गरी मैले चाहिँ अनि यता सिधा गाडी के उताबाट के लिएर उताबाट के गर्छ त के लिएर जरा मैं सिधा हिँड्ने गाडी अनि पर्छ के त जता सेपछि होइन हामी के गर्छ नि आज जानु पर्दा अब छिरेर छिर्नु हुन्छ अनि मैले गाडी सेपछि उसे गर्नु पर्दैन। It is working bus park. यो parking chok यता चाहिँ मेरो पक्षहरू एकदम ढिला हुनेछ। अनि किन गरे जस्तो हेर्नु मान्छेहरूले हेर्न नि। recording छैन। ओ ती यहाँ बाबा हुनुहुन्छ। हेलो यहाँ टिकटक चल्दैछ। प्रेग्नेन्ट बहिनी आउँदैछ यहाँ। भाइ कि बहिनी किस गर्नु होला प्लिज। ब्लू और पिंक पिंक रेडी। अच्छा बाइक मम्मीहरूलाई चाहिँ अगाडि जान्छु, फरक पर्दैन। काम त्यस्तै हो, स्पिड नचलाउँ भने नि छिटो मान्छे त्यसरी नै हल्का स्पिडै चलाइन्छ। यहाँ आयो हाम्रो मोदी। जान्छु ल साथी आयो। काठमाडौँ सामान लिन जानु ल। सामान पसलको लागि मम्मी पनि जानु लाग्छ। तपाईँ हामी चाहिँ हिँडेको त्यो फर्किङ चोक हो। अब चाहिँ अलिक बोलेर हिँड्छु भन्ने सोच राखेको छु। अस्तिनको फर्स्ट भ्लग पनि त्यस्तो बोलिनँ। फर्स्ट भ्लग इन्द्रजात्राको हालेको थिएँ। सेकेन्ड भ्लगमा मैले यहीँ माथि गोर्खानाथको हालेको थिएँ। एकदिन मम्मीहरू चाहिँ भेटाउनु पऱ्यो। तेल छैन मेरोमा, तेल नै हाल्नुपर्छ। गोप्रोको एङ्गल हल्का तल भएको भएर चाहिँ मैले हेलमेट अलिकति माथि लगाएको। ओ म्याम यसरी गरेको ओ हेलो मेरोमा तेल हाल्नु पर्ने। तेल छैन है। काफेमा टिकटमा चोरा भन्थ्यो। दुईसको भएन हाम्रो। निसा यु जक्क त्यो आ है आ निसयु जक्कत त्यो हिल्छ अरे बा। दुई सयको हालिदिनु न।
200 बढी 250 250 हालिदिनु न त लापरवाही के गर्नु हो यिनीहरू 200 को भनेर पहिल्यै 200 को भन्दाखेरि पनि यस्तो छ ताल कलमा कुरा गरिरहेछ मान्छेको पैसाको चाहिँ मतलब छैन यिनीहरूलाई यसरी स्लो गरेर साइलाइट अफ गर्नु अब एकचोटि स्पोर्ट मोडमा हालेर यो बाटोमा के कस्तो कुद्छ यो बाटो चाहिँ फेरि कुदाउन अलिकति मजा आउने है फेरि मजा आउने भन्दा नि यो बाटो अलिकति सिधा बाटो छ यसरी गाडी आइराख्यो भने त कुदाउनु मजा आएन स्लो गरौँ एकछिन हेर्नलाई खाली र खाली गयो पन्जा खोली चिसो पन्जालाई बाइक चलाउन अप्ठ्यारो गाह्रो चाहिँ यसमा फेरि कामको बारेमा चाहिँ मैले के पनि बोलेको छैन फेरि अहिले काम चाहिँ खास अस्ति न मैले कलर लाउन गएर मैले भ्लग बनाएको थिएँ त्यो पनि त्यही भ्लगलाई म खास ट्रान्सफर्मेसन भ्लग भनेर टाइटल राखेर गर्छु भनेर सोचेको थिएँ तर सोचे काम अनेक भयो होइन अहिले गाह्रो चाहिँ यस्तो जिन्दगी बनाउँछु भनेको जति बनाउनै पर्यो बनाउने गाउँ भने औरा नै छु नि औरा यस्तो हात धुन चाहिँ औरा फरक हो औरा झन् बुलेट बाइकमा हो कस्तै सक्नु त अनि हात दुखिसक्यो ए भन्नु पऱ्यो नि तपाईँको पैसा खर्च लाग्यो तेल लाउनै हराउला फेरि आफ्नै गोजीमा 60 रुपियाँ कहाँबाट भेटेँ मैले अगाडि नै लगिदिन्छु ल फर्स्टै बसमा चढ्नु त होला नि झरी हाल ल ट्राफिक रहेछ भयो गयो ल बाई बाई मैले चाहिँ उसलाई छोडिदिएँ बसमा जान्छ अब घर बनेका हो अब यहाँबाट म चाहिँ माथि कलर लाउनतिर जानुहोस् आनन्द गरी जानुहोस् कहाँनिर थियो दिउँसो त ऊ यहाँ पो हो त राइजिङ माइला त्यो राइजिङ ब्युटी सलुन तपाईँहरू लेडिज हो भने चाहिँ बेस्ट हुन्छ यहाँको लागि कालीमा त्यो एरिया नजिक हुनुहुन्छ भयो चाहिँ
चाहिँ कपाल यस्तो छ एस कलर भनेर हालेको यस्तो कलर आएको छ अहिले चाहिँ ब्राउन स्टाइल येलो स्टाइलमा यसलाई नै अब ग्रे गर्नेवाला हुन्छु हामी यहाँ चाहिँ हेरौँ के हुन्छ यो चाहिँ यहाँको एउटा रुम यसको उता एउटा रुम छ अनि उता साइडमा अर्को दुईवटा रुम यहाँ चाहिँ यहाँको खानाको मेन्यु जस्तै के गर्नुहुन्छ त्यसको मेन्यु कन्ट्याक्ट नम्बर चाहिँ यता चाहिँ अनपेड प्रमोसन केही छैन ब्याट्री धेरै लो भयो क्या हो 21% मेरा टाइप सी केबल देखियो अब अहिले चार्ज गर्छु अहिले चाहिँ कति 7 रे को यो त ल 2 पनि 5 जति देखिन्छ यसमा त 2:08 गएको छ अब एकछिनमा आउँछ अहिले मान्छे रहेछ हल्का अहिले एकछिन चार्ज गऱ्यो भने अलिकति धेरै खिच्न पाइन्छ चार्ज गरेन भने चाहिँ पाइएन कपाल गर्दै गर्दा त खिच्दैन होला गरिसकेपछि हामी चाहिँ यहाँबाट निस्क्यौँ एक्सपेरिमेन्ट हल्का अनसक्सेसफुल मेरो चाहिँ हेयरले फरक पार्यो और अब हम चलते हैं इधर पता नहीं पर चलना पड़ेगा अब हामी जाँदैछौँ फेरि बसन्तपुर साइडतिर माताश्री वेटिङ एट मिस्टर वाफल म त्यहीँ जाँदैछु अब चाहिँ यस्तो हम्बा ठाउँमा अब यहाँ गाडी ल्याएर हुन्छ फेरि अघि एउटा गाडी गएन ल अनेक मान्छेहरूमा त्यसलाई हेऱ्यो भनेर अझ मलाई नहेरिकन बसिरहेको रहेछ यस्तरी मिटरमा अड्किरहेको जुन चाहिँ हो नि त्यो जोसेर अगाडि आएको अघि भर्खर मेरो त्यो ठाउँ भिडियो पुगोस् न यो सही ठाउँबाट आयो तर म यहीँबाट आएको सजिलो भयो मलाई किनकि मिस्टरको नो पार्किङ रे नि त अनि आफ्टर हेयर कलर मैले अघि त उ त खिचाएको थिइनँ मैले कलर हाल्न जान्छु चाहिँ भनेको थिएँ ठिक छ नट द बेस्ट बट बेटर लेट्स गो उता फर्किरहेको वाला चाहिँ देखेर अर्को यो त धेरै उता फर्केर छ उता फर्कियो होला नि उता फर्केर चाहिँ दामी हुन्छ धेरै उता फर्केर छ याबेस थापाको कान्छो भाइ याबेस थापाको कान्छो भाइ भनेर नि ल फोटो खिचाउँ वाउ अति बवाल Let us go. Rolling. It started. Started. I have started my bike.
आफै त्यो गाउँछु बाटो पनि साधन जाने ठाउँ नहुने गरेर मान्छे हिँडिदिन्छ यहाँ सँगै राख्नु हात नछोडेर जति झगडा अर्को नि झगडा दिनकै झगडा झगडा पर्दिनँ म यिनै नि झगडा धीरज डोना यो खैरेबान भएर है म चाहिँ टोइलेटमा खोजिदिएँ अझ धेरै चिज लोड गरिरहेको टोइलेटको खोजीमा हिँडेको एक यात्रु च्यानलको नाम पनि एक यात्री खोज्दै हिँडे पनि टोइलेट आसे लाइटमा हल्का देखिन्छ कि आफ्टर हेयर कलर यो कलर आएको छ नट ब्याड त्यस्तो नराम्रो चाहिँ देखाएको छैन मलाई ल हेलमेट लाएर बस्नु थाल्छु मम्मीले कहाँ जानु हात आएर टोइलेट गएर आउँदैछ हेलमेट लाएर बसिसक्यो किन के भयो थम्बनेलको लागि फोटो हेयर ट्रान्सप्लान्ट भने हेयर कलर अहिले यो हेलमेटको भिडियो घाँटीको स्ट्र्याप मतलब फिराउनु नभएर यो के लकवाला छ के भन्छ नि थाहा छैन आफैलाई पौडी फेरि आफैलाई पौडी भने जस्तो भयो जाउँ चलो अहिले पन्जै लाउन बिर्स्यो मलाई भन्दा नि मम्मीलाई लगाइदिउँ म पन्जा मम्मी ओ रोक्नु त पन्जा लाउनु न मलाई त के काम हो मर्द है भाइ मर्द मलाई त ज्याकेट दिनु भनेर मागे नि दिदिन्छु हाफ टी सर्ट लाएर पनि गइदिन्छु म त अब त्यो फरक पर्दैन मैले केही नदेखिँदैछ रात्रि घर बहुत ठंडा है रे म त मान्छे पुरै चेन्ज भएर आइसक्यो यस्तै छ जिन्दगी एउटा हात पन्जा अर्को हात खाली एउटाले दायाँको पन्जा लाएर आएको छ अर्कोले बायाँको पन्जा लाएर आएको छ आजलाई यति नै see you in my next vlog good night like share and subscribe फेरि अर्को हैन लाइक शेयर एन्ड सब्सक्राइब कमेन्ट पनि युट्युब मा हो यो सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला प्लिज उहाँको टिकटक आइडी नै हाल्दिउँ न डिस्क्रिप्सनमा दुईजना एकैचोटि देखियो यसरी चाहिँ महिनामा तपाईँ त्यहाँ